एउटा कुरा के साथीहरु यो यस्तो मसँग मात्र हुन्छ कि हजुरहरुसँग नि हुन्छ अब हिजो शुक्रबार थियो हैन अब आज शनिबार भयो आज स्कुल जानु पर्दैन अनि फेरि भोलि आइतबार भोलि स्कुल जानु पर्छ म हैन अनि हिजो शुक्रबार म सबै काम हेर म सुत्ने बेलामा 10 नि बजे थिएन सब काम भ्याथे सब काम भ्याएर मैले होमवर्कहरु गरे सब गरे सुते थिए अनि आज स्याटरडे भोलि म मान्छे स्कुल जाने मान्छे हो म भोलि स्कुल जानुपर्ने मान्छे म अहिलेसम्म म प्र्याक्टिस गर्दै बसिरहेको छु प्र्याक्टिस गर्दा चाहिँ यत्रो बस्दा मलाई थाहै भएन कि ठ्याक्कै 11:30 बज्छ हुन्छ 11:30 भएछ अनि यत्रोसम्म म प्र्याक्टिस गर्दैछु फेरि अहिले मैले भाडा नि मोल्ने छैन कि त्यतिकै छ म खाना खाएँ अनि मम्मीहरुले खाना दिए अनि भाडा साडे दुईटामा आएर एकछिन प्र्याक्टिस गर्छु भने हैन मैले फेरि यो किन गरेँ भन्दाखेरि अहिले म काम सबै गरेर भ्याएर प्र्याक्टिस गर्न लागि मलाई निन्द लाग्छ हैन अनि अहिले प्र्याक्टिस गर्छु जबसम्म मेरो आँखाले भन्छ तबसम्म प्र्याक्टिस गर्छु त्यसपछि निन्द लाग्नेलाई गर्छु भाडा साडा मोलेर राखेर सुत्छु भन्ने सोचेर म प्र्याक्टिस गर्नुपर्छ निन्द्रा लागेन फेरि हैन निन्द्रा लागेन के म प्र्याक्टिस गर्दैछु अनि कति बजेछ र कसैको आवाज पनि आउन सबै सुत्छन् मम्मी बाबा त अघि नै सुत्नु भएको मम्मी बाबाहरू 10 बजे सुत्नु भएको अनि हेर कति बजे सर भनेर हेर्छु भनेको त 11:30 भइसक्यो म दङ परिसक्यो अनि अब अहिले फेरि म गएर भाडा सानो मोलेर भान्साकोठाहरू सफा गरेर फेरि सुत्ने पर्ने अनि म भोलि फेरि क्लास जाने मान्छे हो तर फेरि मलाई यति बजे सुत्नु पर्यो यस्तो भन्ने आत्ति लाग्दैन म फेरि नि जति ढिला सुते पनि म मेरो टाइममा उठिहाल्छु कि 5:15 मिनट हुँदाखेरि म उठ्छु अनि 5:15-20 सम्म म रेडी भएर घरबाट निक्लिसक्नुपर्छ नै भने मलाई अलि ढिला हुन्छ क्लास फेरि अलि टाढो छ नि त मेरो त्यही भएर अनि यदि हजुरहरु बुटोल बस्नुहुन्छ भने हजुरलाई थाहा छ म बुटोल देवनगरको मान्छे पढ्नको लागि गोलपार पुगे हुन्छु अरूहरु यही नबिन यता पर्छ है म चाहिँ बुटोलकै मान्छे आफ्नो घर नजिकको क्लास छोडेर म वहाँ टुप्पोमा पुग्नुपर्छ यो धेरै ट्यालेन्ट भएर हो कि त्यसै साथीहरुमा त यस्तै ढिला के सन्ते बानी परेर होला हैन छिटो सुत्यो भने नि मलाई निन्द्रा लाग्दैन के तर यत्रो बस 2-3 बज्छ सुत्दा पनि अब यस्तै गर्दा 12 बज्छ 33 भइसकेछ छिटो 33 भइसक्यो 12 बज्छ त्यहाँ अहिले म जुठेनमा पुग्नुसम्म 12 बज्छ तर भाडा मोल्ने यताउता भान्साकोठामा झाडु लाउने ग्यास पिस्ने गर्दा 1 बज्छ क्वेसन पेपर थियो कि मसँग अनि क्वेसन पेपर सल्भ गर्दै बस्छु अनि 1 बज्छ त्यहाँ फेरि अनि झुल मिलाउँछु सुत्ने बेलामा यताउता गरेर 1:30 हुन्छ त्यहाँ म निदाउँदा 2-3 बज्छ दिस इज अ स्टुडेन्ट लाइफ के भन्नु थाहा छैन साथीहरु के भन्नु कति राम्रो मोबाइल छ मेरो कति राम्रो मोबाइल छ देख्नुभयो यही मोबाइल चलाउँछु साथीहरु म चाहिँ अब आफ्नो कमाइ छैन बाबामम्मीसँग मोबाइल किन्दिन के भन्नु मैले चाहिँ 8 क्लासमा मोबाइल किनेको थिएँ आफ्नै कमाइले किनेको थिएँ मैले चाहिँ है 8 क्लासमा मैले मोबाइल किनेको थिएँ अनि 8, 9, 10, 11, 12 अहिले चाहिँ म 12 मा पढ्छु नि त 12 क्लासको लास्टमा आउने बेलामा मेरो मोबाइल बिग्रियो अनि मैले मोबाइल पसलमाको लागि दिएको थियो बनाउन अनि उहाँले यो बन्दैन कि भन्नुभएको थियो अनि बन्ने ट्राई गराइदिनु न दाइ मेरो त फोटो सबै त्यसैमा छ भने यो मोबाइल बिग्रियो भने चाहिँ साथीहरु अनि मोबाइल बिग्रियो भने नि टेन्सन भनेको फोटोको पर्छ मलाई मात्र हजुरहरुलाई थाहा भएन है तर मलाई फोटोको मात्र टेन्सन पर्छ किनभने हामी मम्मीको पालाहरुमा उहाँहरूले फोटो खिच्नु भयो भने त बनाएर राख्नुहुन्थ्यो हैन हाम्रो त फेसबुक जे पनि बनायो नि नबनायो नि फोटो खिचेसी फेसबुकमा अपलोड भइहाल्छ अनि फोटोहरु सब ग्यालेरीमा थियो नि त मैले अपलोड गरेको थिएँ के फेसबुकहरुमा अनि साथीहरुसँगको सबै फोटो त्यसैमा थियो सम्झना सबै गयो त्यसैमा अनि मोबाइल पसलवाला दाइले चाहिँ मलाई त्यो मोबाइल नबनाउनुसम्म यो मोबाइल चलाऊ भनेर दिनुभएको थियो है यो मोबाइल चलाउन दिनुभएको तर त्यो मोबाइल म लिनै गएन कि अब त्यो बन्छ जस्तो लागेन त्यो चाहिँ ह्याङ भयो थियो मोबाइल अनि मैले कति ह्याङ भयो स्विच अफ गरेर खोल्छु भनेर स्विच अफ गरिदिएँ त्यो खुल्दैन गयो सधैँको लागि टाटा बाई बाई भन्दै
उसले मलाई त्यस्तै भयो अनि त्यसपछि मैले किनेको छैन साथीहरू अनि मैले भ्लगहरू हाल्दै थिएँ अनि मैले भिडियो बनाउने मोबाइलै छैन त्यही भएर मैले भ्लग टिकटकको त जति पनि भिडियो थियो नि सबै प्राइभेटमा राखिदिएँ अब अब त मोबाइल के टाइम त भन्दैन टाइम त आफूले म्यानेज गर्ने होइन मान्छेले के गर्न त भन्छ अनि अब आफूले टाइम म्यानेज गर्ने हो त्यो सक्थेँ मैले तर मसँग मोबाइल छैन साथी मोबाइल पिडी ए मोबाइल छ तर यसमा चाहिँ मैले यस्तरी बोलेर भिडियो बनायो भने पनि मेरो आवाज आउँदैन यसमा अनि कसैसँग कलमा बोल्नु पऱ्यो भने पनि कल पनि हुँदैन जस्ट फेसबुक चल्छ म बिहान क्लास जाने बेलामा साथीले स्कुल आउने हो कि नै भन्नलाई म्यासेज गर्न लान्छ कलमा होइन फेरि त्यही हो अनि भिडियोहरू हेर्ने मिल्छ त्यति टिकटक पनि बनाउनु मिल्दैन साथी मम्मीकोबाट बनाउनु पर्छ त्यही भएर मोबाइल नभएर मलाई भ्लगहरू बनाउन नि गाह्रो हुन्छ कि साथी मेरो मोबाइल छैन त्यही भएर यस्तै छ अब 12 पास गर्छु नि त होइन 12 पास पनि हुन्छ कि नै थाहा छैन तर 12को एक्जाम दिन्छु अनि काम गरेर आफै किन्छु बाबुमम्मीले मलाई त बाबुमम्मीसँग पनि मलाई मोबाइल किनिदिनु भन्ने मलाई अप्ठ्यारो लाग्छ अनि मैले भन्दिनँ क्या आफूले आफ्नो लागि आफै गरेको राम्रो हुन्छ जस्तो लाग्छ मलाई अनि मलाई त स्कुल पढाउनु बाबुमम्मीले खर्च गर्नु पर्दैन मेरो स्कलरसिप आउँछ पढाइ खर्चको लागि अनि त्यसै भएर म पढ्छु मेरो बाबुमम्मीले मलाई खर्च गर्नु मेरो बाबुमम्मीले मलाई जति खर्च गर्ने हो खानको लागि मेरो बाबुमम्मीसँग बस्ने खाने मात्र हो कि नै पनि मेरो लुगाफाटा स्कुल पढाइ खर्च सबै स्कलरसिपबाट हुन्छ मलाई खुसी छु म त्यस्तै छ साथीहरू के भन्नु अब जान्छु धेरै गफ गर्दैन हजुरहरूको अगाडि मेरो भाइ है दिदीको छोरा 4मा पढ्छ उसको यस्तै हालत हुन्थ्यो होला है तर मेरो त हुन्थेन साथीहरू ढुम्काउनु हुन्थेन मलाई त मम्मीले त कस्तो पिट्नुहुन्थ्यो डाडोले हिर्काउनुहुन्थ्यो त्यस्तो गराउँथ्यो त जान्छु यो राख्छु त मैले अघि अनार खाएको थिएँ अनार र त के भन्छ अरे यसलाई यही छ भाँडा पनि ऊ त्यहाँ भाँडामा फलफुल रहेछ खाना ल्याएको थिएँ क्या अघि त्यही भएर हेर्नु साथी हजुरहरूलाई म प्रोमोट भाँडा मोल्न छ त्यहाँ उता किचनमा पनि मोबाइल चलाउँदै बसेको छ यस्तोहरूसम्म नसुतेर भोलि इक्जाम भएको मान्छे हजुर मैले थाहा पाइनँ के अरे झुट बोल्छ हौ अनि यहाँ राखेँ साथीहरू कपडीहरू यहाँ कपडा यहाँ झुलो टाङ्छ त्यस्तै छ लाइफ ए किचन त बाटोमा त भाँडा त छैन नि त यस्तै छ साथीहरू मेरो किचन बाई बाई गुड नाइट सुत्नु है अब म चाहिँ यहाँ सफाहरू गर्छु भाँडा मोल्छु अनि सुत्छु कति ठुलो कपडा लाउँछु साथीहरू मैले मेरो ज्यानभन्दा ठुलो कपडा लाउँछु मलाई चाहिँ कपडा छोको मलाई त्यस्तो मनपर्दैन मैले चाहिँ पहिला फिटिङ एकदम लाउँथेँ अझ मनपर्दैन यस्तो छ मेरो शरीर मेरो कपडा फेरि यत्रो जोगीले मागेर लाखको कपडा जस्तो कपडा लाउँछु मैले बाई बाई साथीहरू म चाहिँ अब भाँडा मोल्न जान्छु म मेरो यहाँ ढोका लाएर सुतिसक्नुपर्छ म भिडियो बनाउँदै हिँड्छु अब सुत्नु बाई बाई गुड नाइट थ्याङ्क्स फर वाचिङ यहाँ चार्जर लाउन आएको के म यी चार्जर बाई बाई बाई